हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ आजको भिडियोमा। आजको भिडियो केको बारेमा रहेको छ भन्ने तपाईहरुले टाइटल र थम्बनेलबाट थाहा पाइसक्नु भएको छ। यस साथीहरु, आजको भिडियोमा रहेर तपाईहरुले फेसबुक मोनेटाइजेसनको लागि के कुराहरु गर्नुपर्छ अथवा के कुराहरु कम्प्लिट गर्नुपर्छ यो कुराहरुको बारेमा सम्पूर्ण जानकारी पाउनुहुनेछ र भिडियोलाई अन्त्यसम्म हेर्दिनु होला, किनभने भिडियो एकदमै इन्ट्रेस्टिङ रहेको छ। र तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। फेसबुकले कन्टेन्ट मोनेटाइजेसन अथवा मोनेटाइजेसन चाहिँ धेरै जसो कन्ट्रीहरुमा इनेबल गरेको थियो र त्यससँगै नेपालमा पनि यो कन्टेन्ट मोनेटाइजेसन इनेबल गरेको छ र धेरै जसो युजरहरुले कन्टेन्ट मोनेटाइजेसन गरेर अर्निङ गरेको कुराहरु तपाईहरुले फेसबुकमा पनि थाहा पाइसक्नु भएको होला, किनभने युजरहरुले फेसबुकमा पोस्ट गरिराख्नु भएको छ। र त्यो सँगै यो भन्दा अगाडिको समयमा युजरहरुलाई कति फलोअर्स अथवा कति भ्युज भयो भने कन्टेन्ट मोनेटाइजेसन इनेबल हुन्छ भन्ने कुराहरु केही पनि जानकारी थिएन। तर अहिले लेटेस्ट अपडेटमा फेसबुकले कति के क्राइटेरियाहरु पूरा गर्नुपर्छ भनेर सम्पूर्ण जानकारी दिएको छ। यो कसरी हेर्ने त्यसको बारेमा म तपाईहरुलाई मोबाइलको स्क्रिन शेयर गरेर देखाउन गइरहेको छु। यहाँ तपाईहरुले फेसबुक एप ओपन गर्नुपर्ने हुन्छ। फेसबुक लाइट चाहिँ होइन, फेसबुकको ओरिजिनल एप फेसबुक ओपन गर्नु होला। फेसबुक ओपन गरेपछि तपाईहरुले आफ्नो प्रोफाइलमा क्लिक गरेपछि यस्तो इन्टरफेस खुल्नेछ। यसमा गइसकेपछि तपाईहरुले प्रोफेसनल ड्याशबोर्डमा क्लिक गर्नु होला। तपाईहरुले प्रोफेसनल ड्याशबोर्ड इनेबल गर्नु भएको छैन भने त्यसलाई इनेबल गर्नु होला। प्रोफेसनल ड्याशमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुनेछ यसको साइडमा रहेको छ, राइट साइडमा मोनेटाइजेसन भनेर यसमा क्लिक गर्नु होला। र यसमा क्लिक गरिसकेपछि मेरोमा चाहिँ स्टार अप्सन चाहिँ स्टार यो अर्निङको स्टार फिचर चाहिँ मैले पहिले नै इनेबल गरेको थिएँ र यसमा केही पनि अर्निङ भएको छैन, किन भन्दाखेरि स्टार पनि विदेशबाट अब विदेशमा भएको भ्युअरले अथवा नेपालमा भएको भ्युअरले चाहिँ स्टार पठाए मात्रै अर्निङ हुने हो यसमा। र यो भन्दा तल रहेको छ कन्टेन्ट मोनेटाइजेसनमा क्लिक गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ पहिला चाहिँ यसमा क्लिक गर्दा केही पनि अप्सन देखाएको थिएन, तर अहिले क्लियरली यसले चाहिँ वेटिङ लिस्ट क्राइटेरिया भनेको छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ 6 वटा क्राइटेरिया, त्यो मध्येमा मैले 3 वटा क्राइटेरिया मिट गरेको छ भनेर यसरी देखाएको छ। जस्तै बी एट लिस्ट 18 इयर्स ओल्ड भनेको छ, यो चाहिँ 18 वर्ष हुनुपर्यो तपाई फेसबुक एकाउन्ट बनाएको पछि। रिसाइड इन एन इलिजिबल कन्ट्री भनेको छ, तपाई इलिजिबल कन्ट्रीमा चाहिँ हुनु पर्यो भनेको छ। नेपाल चाहिँ इलिजिबल कन्ट्रीमै रहेको छ। ह्याभ योर पेज अर प्रोफाइल फर एटलिस्ट 30 डेज भनेको तपाईहरुले प्रोफाइल क्रिएट गरेको अथवा पेज क्रिएट गरेको चाहिँ 30 डेज हुनु पर्यो भनेको छ। यो पनि कम्प्लिट भएको छ मेरो। पोस्ट एटलिस्ट 3 रिल्स इन द लास्ट 90 डेज भनेको छ, यो पनि सजिलै नै रहेको छ। यो चाहिँ 90 डेज भनेको 90 दिनमा तपाईले चाहिँ 3 वटा रिल अथवा 3 वटा भिडियोहरु चाहिँ तपाईले पोस्ट गर्नु पर्यो भनेको छ। मैले चाहिँ एउटा पोस्ट गरेको रहेछ। अनि अर्को सबैभन्दा गाह्रो विषय भनेको यो फलोअर्स रहेको छ। ह्याभ एटलिस्ट 10,000 फलोअर्स भनेको छ, यसमा चाहिँ 10,000 फलोअर्स तपाईको फेसबुक पेज अथवा फेसबुक प्रोफाइलमा चाहिँ 10,000 फलोअर्स चाहिँ हुनुपर्छ। यो जस्तै मेरोमा चाहिँ 1932 फलोअर्स रहेको छ। यसमा 10,000 पुग्नलाई धेरै समय लाग्छ। यदि तपाईहरुले ओरिजिनल कन्टेन्ट र रेगुलर एक्टिभ हुनु भयो भने यो फलोअर्स चाहिँ गेन गर्न सक्नुहुनेछ। र अर्को रहेको छ तल गेट एटलिस्ट 150,000 युनिक भ्युज ओभर द लास्ट 28 डेज भनेको छ। 28 दिनमा 1,50,000 भ्युज चाहिँ युनिक भ्युज हुनु पर्यो भनेको छ। यसरी 6 वटा क्राइटेरियाहरु मोनेटाइजेसनको क्राइटेरिया फेसबुकले दिएको छ। यदि तपाईहरुले यो 6 वटै क्राइटेरिया मिट गर्नुहुन्छ भने पक्कै पनि फेसबुकले तपाईको कन्टेन्ट मोनेटाइजेसन इनेबल गर्छ र तपाईहरुले आफ्नो कन्टेन्ट हालेको जस्तै रिल भिडियो अनि त्यसपछि फेसबुकको पोस्टहरु लगायतको कन्टेन्टहरुबाट तपाईले इजिली मोनेटाइज गर्न सक्नुहुन्छ र अर्निङ गर्न सक्नुहुनेछ। र आजको भिडियो यति नै थियो। तपाईहरुलाई कस्तो लाग्यो? मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला, साथीहरु समक्ष शेयर गरिदिनु होला। थ्यांक्स फर वाचिङ।